गलत निर्णयले भविष्यमा पछुतो दिन सक्छ, सही निर्णय लिनुहोस्। नमस्कार, म चन्द्रा साई। मेरो घर नारायण नगरपालिका र हालको बसाइ दैले बजार र पेसाले म एक शिक्षक एवं प्रेरक वक्ता। आदरणीय महानुभावहरू, आज म अत्यन्त महत्त्वपूर्ण विषयवस्तुमा भिडियो बनाउन गइरहेको छु। अहिलेको समसामयिक साझा समस्या, जहाँ सुकै देखिने समस्या, अर्थात् हामीले एउटा कुराहरू चित्त नबुझ्दैमा हैन, अथवा हाम्रो सही निर्णय नलिएमा कस्तो किसिमको असर पर्न सक्छ र हामीलाई के हुन्छ भन्ने विषयवस्तुमा एउटा सानो कथा लिएर आएको छु। यो कथालाई हजुरले अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ र केही प्रतिक्रिया भए कमेन्ट बक्समा राख्नुहोला र म त्यसलाई चाहिँ आत्मसात गर्नेछु। त्यो पढेर मैले त्यो सम्बन्धित पनि अर्को भिडियो ल्याउनेछु। फेरि एउटा ठाउँमा एकजना अभिभावक बस्नुहुँदो रहेछ। उहाँको नाम रामबहादुरजी रहेछ। उहाँको एकजना छोरा घर नजिकैको विद्यालयमा कक्षा 5मा पढ्नुहुँदो रहेछ। छोराको नाम सन्देश रहेछ। घर नजिकैको विद्यालय, सीमित विद्यार्थी सङ्ख्या। सन्देश एकदमै खुसी रहेछ र ऊ चाहिँ उसको पढाइ पनि बिस्तारै राम्रो हुँदै गइरहेको रहेछ। तर एक दिन उहाँको छिमेकीले सन्देशको स्कुलको बारेमा, यो त सानो स्कुल, यहाँ त विद्यार्थी सङ्ख्या पनि कम छ, बरु त्योभन्दा त फलानो स्कुलमा धेरै विद्यार्थी सङ्ख्या छ भनेर भन्नुभएछ। त्यसैमा फेरि अर्कोले थप्नुभएछ, फलानो स्कुलमा त कति धेरै शिक्षकहरू छन्, कति धेरै विद्यार्थीहरू छन्, कति ठुलो बिल्डिङ छ, कति धेरै गाडीहरू छन् भनेर भन्नुभएछ। त्यसैमा अर्को छिमेकीले फेरि भन्नुभएछ, त्यो स्कुलभन्दा त बरु सानो स्कुलमा त इङ्ग्लिसै बोल्छन्, त्यहाँ सबै कुरा राम्रो छ भनेर भन्नुभएछ। त्यतिकैमा रामबहादुरजी प्रभावित हुनुभएछ। उहाँले त्यो स्कुलको बारेमा केही कुरा नबुझेर होइन, केही कुरा नदेखेर अर्काले भनेकै भरमा उहाँ चाहिँ प्रभावित भएर छोरालाई नयाँ स्कुलमा, ठुलो स्कुलमा भर्ना गर्नुभएछ। पहिलो दिन धेरै विद्यार्थी सङ्ख्या, नयाँ स्कुल, चम्किलो वातावरण ठिक रहेछ। तर केही दिनपछि सन्देशमा परिवर्तन देखिन थाल्यो। कक्षामा धेरै विद्यार्थी सङ्ख्या भएकै कारणले गर्दा सन्देशलाई शिक्षकले समय दिन सक्नु भएनछ। सन्देशलाई त्यहाँ साथीहरू बनाउन पनि असहज भएछ र सन्देशलाई पुरानो स्कुल जस्तो माया, प्रेम, आफ्नोपन केही पनि लागेनछ। सन्देश बिस्तारै चुप बस्न थाल्यो र उसले चाहिँ पढाइमा मन नलगाउने, स्कुल जान मन नलाग्ने अथवा मन नपराउने भएछ। त्यसको परिणाम स्वरूप नतिजा राम्रो निस्किएन, राम्रो आएनछ। र एक दिन सन्देशले आफ्नो बाबालाई भन्नुभएछ, बाबा, म त्यो स्कुलमा पढ्दैन, मलाई पुरानो स्कुलमा, ठिक छ, मलाई पुरानो स्कुलमा पढ्छु, म त्यो स्कुल जाँदैन। त्यो स्कुलमा गएर शिक्षकहरूलाई पहिला स्कुलमा त्यहाँ गएर सरहरूसँग कुरा गरिदिनु पर्यो भनेर भन्नुभएछ। त्यसपछि बाबा रामबहादुरले महसुस गर्नुभएछ, बुझ्नुभएछ, गल्ती विद्यालयको थिएन, मेरो निर्णयको थियो। उहाँले महसुस गर्नुभयो, धेरै विद्यार्थी सङ्ख्या नै गुणस्तरीय शिक्षा होइन, धेरै ठुलो बिल्डिङ नै राम्रो शिक्षा होइन, एउटा शिक्षक गलत हुँदैमा सम्पूर्ण स्कुलै गलत हुँदैन भनेर महसुस गर्नुभएछ। आदरणीय अभिभावकहरू, यो कथाको मेन सन्देश के छ भने, हाम्रो एउटा गलत निर्णयले बच्चाको आत्मविश्वास, माया, प्रेम र उसको भविष्यमा पनि असर पर्न सक्छ। त्यस कारणले गर्दा हामीले एक दुईजनाले नराम्रो कुरा गरेकै कारणले गर्दा, एक दुईजना शिक्षक मन नपरेकै कारणले गर्दा हामीले घर नजिकको विद्यालय अथवा बच्चा पढिरहेको विद्यालय छोडेर टाढाको विद्यालय रोज्यौँ अथवा ठुलो स्कुल खोज्दैमा त्यहाँ चाहिँ गुणस्तरीय शिक्षा अथवा हामीले चाहेको जस्तो राम्रो हुन्छ नै भन्ने छैन। कुरा बुझिसक्नु भएको छ। आजभोलि चाहिँ एकदमै स्कुल चेन्ज गर्ने, अर्काले भनेकै भरमा एक स्कुलमा नबुझेर गर्नुहुन्छ। तर त्यसले गर्दा हामी पछि पछुताउनु पर्छ। ठिकै छ, विभिन्न कारणहरू हुन सक्छन्। हामीले
कतिपयले स्कुल परिवर्तन गर्न सक्ने अथवा कतिपयको स्कुल परिवर्तन गरेर पनि हाम्रोबाट हजुरले परिवर्तन गर्नुहुन्छ। स्कुल परिवर्तन गर्दाखेरि पनि हामीले त्यो स्कुलको बारेमा के छ त स्ट्राटेजी, त्यो स्कुलले के गर्ने प्लान छ, त्यो स्कुलमा शिक्षकहरू कतिको अनुभवी छन्, कतिको पुराना शिक्षकहरूले पढाइरहनु भएको छ, शिक्षक कतिको टिकिरहनु भएको छ त्यो स्कुलमा भन्ने कुरा पनि अलिकति अध्ययन गर्नुभयो। सबै कुराहरू हेर्नुभयो। मैले यहाँ दार्जिलिङलाई भिडियोहरू पनि बनाएको छु। ती सबै कुरालाई हेरेर हजुरले निर्णय लिनुभयो भने पक्कै पनि हजुरहरूले एउटा असल अभिभावकको जिम्मेवारी पुरा गर्नुहुनेछ र हजुर एउटा जिम्मेवार अभिभावक हुनुहुनेछ। पक्कै पनि हजुरलाई यो भिडियो मन परेको खण्डमा हजुरले लाइक, कमेन्ट र सेयर गर्न, सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, नमस्कार।